भयो ल्याइदिउँ चिया रेडी भयो भने चिया ल्याउनुहोस् न मैले तिमीलाई अस्तिदेखि एउटा कुरा भन्नु भन्ने जस्तो लाग्थ्यो कस्तो कुरा भन्नुस् न त सर ओइ दिदी हजुर त पुरा म्यानेजरसँग चम्किँदैछ त हेर्न त्यही त है पुरा चम्किँदैछ यो भाउजू त हेर्न त्यहाँ ए बहिनी हेर्न त्यहाँ के भनेको रहेछ सुन्नु न नजिक छैन सर पानी The next day. तिमीहरू दुईजना के साह्रो ढिलो आएको होइन सर त्यस्तै ढिलो भयो नि आज घरमा त्यस्तै काम थियो नि त हौ सरी सर भन्दै छिटो ल अब आज जे जस्तो भइहाल्यो भोलि दिन चाहिँ अलिक छिटो आउने कोसिस गर्नु हुन्छ सर काम चाहिँ अब फटाफट सुरु गर्नु ल छिटो हिँड्नु देख्यो भने कति ढिलो आएको एकजना हेऱ्यो कछुवा जस्तो छ अर्को हेऱ्यो भने आज छ कि भोलि छ ओइ बहिनी छिटो भन्नु के भयो हो त यस्तै ढिलो छ हामीलाई मालिकले मन पराउँदैन ए मैले एउटा कुरा नोटिस गरेँ त के यहाँ चाहिँ अहिले भाउजूले त्यो म्यानेजरले सुन्छ यहाँ चाहिँ अलिकति खैँचो भनेको ए त्यो भाउजूलाई नि त्यो भाउजूलाई किन म्यानेजरले मन पराउँदो रहेछ मैले पुरा नोटिस गरेँ नि एउटा कुरा के कुरा भन् त हे पढेर त चालहरू पुरै हिँडाइदेखि हिँडाइ देखेर त पुरा मस्किँदो रहेछ त्यो म्यानेजर तैँले याद गरेको छैनस् तैँले एकपल्ट हिँडेर देखा त म पनि म्यानेजरको छेउमा त्यसरी हिँडेर रिसाउँछु यहाँ यस्तो गरेर यसरी हिँड्ने अब